श्रमदान गरेकै भरमा देश चल्छ त। चलाउँछु म। सुन्नु न, मलाई नसिकाउँदा हुन्छ, सबै थाहा छ। अच्छा। के कारणले हमला गरियो? बदमाशहरू हो, गुण्डाहरू हो। 36 वर्षकै व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ मुलुकमा, बालेन्द्र शाह। तपाईहरुलाई त उकुस मुकुस भयो होला हैन? हर्क साम्पाङको काम भनेको चाहिँ विरोध गर्ने, आलोचना गर्ने, उनीहरुलाई गाली गर्ने हैन त? मेरो बाउ नै प्रधानमन्त्री भए पनि म प्रतिपक्ष दलको नेता भएको भए यतिकै हो। कसरी रवि लामिछाने र बालेन्द्र शाह बीचको एकता टुटाउने भन्ने विषयमा रणनीतिक छलफल हुन्छ हुँदैन? जनता जान्न चाहन्छ। नमस्कार, जनता जान्न चाहन्छनमा स्वागत छ। म ऋषि थपलिया। सत्ता बदलिँदैमा देश बदलिँदैन, यहाँ कुर्सी त फेरिन्छ तर सोच फेरिँदैन। यहाँ अहिले 36 वर्षपछि 36 वर्षकै व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ मुलुकमा, बालेन्द्र शाह। तपाईहरुलाई त उकुस मुकुस भयो होला हैन? यस्ता अनेक सरकार जन्मिन्छन्। बिल्कुल चुप। यसमा केही फुर्ती फार्ती कसैले लगाउनु पर्ने जरुरत छैन। आज अनलाइनमा हाल्यो, भोलिपल्ट हिँडिहाल्यो। बालेन्द्र शाहको रफ्तार हो, एक्सन ओरिएन्टेड प्रधानमन्त्री, गति अनि मति त्यही अनुसारको द्रुत मार्गबाट जानु पर्यो भन्ने छ नि त। कहाँ जाने समृद्ध बनाउने दिशामा। कसरी समृद्ध हुन्छ? विगतमा तपाईहरुले आफ्नो सम्पत्ति लुकाएर सार्वजनिक गर्नुहुन्थ्यो। कसले लुकायो? उहाँहरूले चाहिँ जे थियो त्यही। कसले लुकायो? नेताहरूले। एउटा उदाहरण दिनुहोस् न। नेताहरूले। कुन चाहिँ नेता? यतिकै नेता भनेर गाली गर्न पाइन्छ? तपाईहरु युवा पुस्ताले मुलुक हाँकेको हेर्नै नचाहने, अहिले उकुस मुकुस भइरहेछ, छटपटी भइरहेछ, असिन पसिन भइरहेछ। अनि यिनीहरू पुराना नेताहरूलाई तपाईहरु अहिले ओह्रालो लाग्दै लाग्दै खिँदै किया लागेको अवस्थामा पुग्नु भएको छ। पटक पटक मन्त्री बन्नुभयो, तपाईले पनि छाड्दिनुस् न त राजनीति। म अहिले पनि ती हमलाकारीहरूलाई सोध्न चाहन्छु, के कारणले हमला गरियो? बदमाशहरू हो, गुण्डाहरू हो। जुन समिति आयोगले त बहादुर मगर 24 गतेलाई छुनै सकेन। अच्छा। आज पनि जनता जान्न चाहन्छन् कार्यक्रम हेरिसकेपछि तल कमेन्टमा लेखिहाल्छन्, सर्पनाथ खनाल लेख्छ। आउनुहोस् सुरु गरौँ हर्क साम्पाङसँग जनता जान्न चाहन्छन्। हर्क साम्पाङको काम भनेको चाहिँ विरोध गर्ने, आलोचना गर्ने, उनीहरुलाई गाली गर्ने हैन त? त्यो कुन एंगलबाट त्यस्तो हो र? कम बोल्ने अनि काम बढी गर्ने स्वभावको हुनुहुन्छ नि त। तपाईको मित्र बालेन्द्र शाह बालेन हर्कको पर्यायवाची शब्द भनेको विरोध हो। प्रधानमन्त्री बालेन्द्र शाहले चाहिँ तपाईलाई एकोरो लभ गरेको गरे हुनुहुन्छ। अच्छा। तपाई पनि उहाँलाई प्रेम गरेर डेभलप गर्नुस् न। त्यो केटाकेटी पाराले चल्दैन देश। तपाईले भन्नु त मलाई। सरकारलाई सोध्नुस् न। बालेन्द्र शाहको ठाउँमा अरु कोही व्यक्ति प्रधानमन्त्री भएको भए पनि हर्क साम्पाङले यसरी नै बोल्नुहुन्थ्यो? यस्तै हो। मेरो बाउ नै प्रधानमन्त्री भए पनि म प्रतिपक्ष दलको नेता भएको भए यतिकै हो। तर तपाई प्रधानमन्त्री बन्न चाहनुहुन्थ्यो, जनताले मत दिएनन्। अनि पछि त्यस्ता नाथे पद भन्न थाल्नुभयो। प्रधान न्यायाधीश कसलाई बनाउने भन्ने विषयमा च्याट जीपीटीलाई सोध्नु भयो रे नि। हामी बोलिनौँ भने के को लागि हामी चाहिँ आएको त? मुखमा बुचो लाएर बस्ने, सुपारी चेपेर खाँदै बस्ने। तपाईलाई म लेखेर दिन्छु अहिले नै भने, हर्क साम्पाङले त्यो देश चलाउनु पायो भने हामी बिना ऋणकै चलाउँछौँ। श्रमदान गरेकै भरमा देश चल्छ त। चलाउँछु म। चाहिने कुरा गरेको छ हैन? तपाईको छैन के अरे 4 नम्बर उहाँले दिनु भएकै छ, फोन गर्नुस् न त। सुन्नु न, मलाई नसिकाउँदा हुन्छ, सबै थाहा छ। अस्ति मात्रै फुल टिप्ने मन भए भन्नेमा एक्टिङ गरिसकेपछि त्यो गीतै अहिले चर्चामा छ। अर्को बात भने त भोलि बात होइन नि फेरि। गृहमन्त्री सुदन गुरुङले दबङ शैलीमा धमाधम काम कारबाही गरिरहनु भएको छ। उहाँ एक्सन ओरिएन्टेड गृहमन्त्री। तपाईहरुको त सातो गएर डराएर विरोध गर्न थाल्नु भयो हैन? शैलीमा गर्नुभयो भन्दै हुनुहुन्छ। फिल्मको हिरो जस्तो, नायक जस्तो
उहाँले हिन्दी चलचित्र नायकको अनिल कपुरलाई फ्लप खुवाइसक्नुभयो। तपाईँहरू कहाँ हुनुहुन्छ? पकाउनेले केरा पायो बोहरैसित खायो भन्छन् नि। तपाईँ सुधन गुरुङका बारेमा छलफल गर्न बोलाउनु भयो भने यो छलफल यही रोकौँ, किनभने उहाँ यति छलफल गर्न लायक हुनुहुन्न, उहाँ परीक्षणकै क्रममा हुनुहुन्छ। उहाँका बटम लाइन उतै राख्न दिनुहोस् न, उहाँहरूले आफ्ना कुराको प्रचार आफै गर्नुहोस्, उहाँहरूको बटम लाइन लिएर हिँड्ने मान्छे म होइन। तपाईँ त यो देखिरहनु भएको छ। मेरा बाउले घिउ खाथे हात सुङसुङ भने जस्तो भइहाल्यो नि। सरकारले खोज्ने सक्नु भएन, हामी असफल भयौँ भन्नुहोस् न। हात खुट्टा बान्नलाई त एकदमै उद्धत भएर लाग्नु भयो नि, होइन? कसको हात खुट्टा? रवि लामिछाने लगायत नेताहरूको ट्रोल के को ट्रोल? माला खातै खात, माला माथि माला, मकै भुट्ने, गाह्रो लगाइरहेको ठाउँमा गएर हथौडा हान्ने अनि तरकारी केलाउने केसम्म गर्नु भएन? नाटकै हो, नौटङ्की नै हो भन्ने जुवारी चलेको थियो नि, त्यस्तै गर्नुभयो क्या? के बोले भाइ? संस्कृति पार्टीका महासचिव एवं प्रतिनिधि सभा सदस्य आर्यन राई अनि चाहिँ संसारको सबैभन्दा फरक किसिमको चाहिँ नेपाली हो क्या। तपाईँहरूले भोट कमाउने मेसिन मात्रै बनाउने? बालेन्द्र शाहलाई काम गर्न नदिनको लागि सिन्डिकेट गर्न खोज्नु भएको हो? बालेन्द्र शाह र हर्क साम्पाङ बीच नै प्रेम छ, होइन? नमस्कार। नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कुनै कसको अनुहार भने जस्तो। प्रधानमन्त्रीले के बोल्नु भएको छ, के लेख्नु भएको छ, के लगाउनु भएको छ हेर्ने, त्यसपछि संसदमा कोलाहल मचाउने। तपाईँहरूको संसदमा अहिले रोइलो रुवाबासी अनि चित्कार सुरु भयो भन्छ नि। तपाईँहरू अहिले डराउन थाल्नुभयो, छटपटाउन थाल्नुभयो, चिर पसिना आउँछ तपाईँहरू। एमालेलाई छटपटी र तनाव भएको छैन अहिले? महाकाली सन्धिको विषय उठाइसकेपछि त तपाईँहरूको मुखमा दही जम्छ। अच्छा मुख छ त हाम्रो, विचारको क्रान्ति गरौँ न, किन कुस्ती खेल्ने? जनताको प्रश्नको उत्तरबाट भागेर कहिलेसम्म अघि बढ्नुहुन्छ? गरिबको चमेली बोल्दिने कोही छैन भन्ने, अनि गरिबहरूको भागाभाग बनाउने, सुकुम्बासीको नाममा हुकुमबासीहरूलाई राज गर्न दिने त काङ्ग्रेस एमालेहरू नै हो। 181 जना सांसदहरूले ढ्याप ढ्याप गर्नु भएको थियो, तपाईँले चाहिँ टेबल ठोक्नु भयो। अब उहाँहरूले पनि कतिवटा पास गर्दा जम्मैले टेबल त ढ्याप ढ्याप गर्ने चाहिँ एउटा संस्कारै हो, होइन? नेपालले पनि भारतको भूमि मिचेको छ भन्दाखेरि ढ्याप ढ्याप गर्नु भयो। शब्दमा चाहिँ टेक्निकल त्यो मिस्टेक चाहिँ हो भन्छु म, होइन? हिजोको स्टाटस हेर्नुभयो नि उहाँको, PM, HM एन्ड IM। तपाईँले त प्रधानमन्त्री भेट्न पाउनु भएको छैन। हप्ताभरि काम गरेर एक दिन यसो केही रमाइलो गर्यो भने नि त्यसैमा ठुङ्गिहाल्ने। अच्छा वाह, कस्तो रचनात्मक प्रतिपक्ष! केपी शर्मा ओली नेतृत्वबाट हट्नु पर्छै पर्दैन? रासोपाले कोल्याप्स र क्र्याश गरिसक्यो कम्युनिस्टहरूलाई, एमालेलाई। तपाईँहरू कोल्याप्स्ड क्र्याश हुने बाटोमा हुनुहुन्छ, होइन? तपाईँहरूले त मान्छे लगेर छोडेर आउनु भएको छ, अब त्यो कुरै नगरौँ। अहिले पनि बच्चाहरू जेलभित्र पसेको छ, कुनै सरकारले 5 पैसा दिएछ तपाईँहरूले यसको लागि बोल्नुभयो? म अहिले 35-36 वर्षसँग लडिरहेको छु यो बच्चाहरूको लागि। अहिले पनि बच्चालाई मैले डाइपर फेरेर बसिरहेको छु, बच्चा केयर गरिरहेको छु। अहिलेसम्म बच्चाले एउटा 5 पैसा दिएछ, म त्यसको लागि लडिरहेको छु, म त्यसैको लागि पनि